स्टेज परफॉर्मर स्टेज किङ दुर्गेश ओके अल्टिमेटली स्टेजमा आगमन हुँदैछ तपाईहरुले कोबाट हेर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ म कमेन्ट गर्न म अनुरोध गर्न चाहन्छु यति बेला हामी उद्योग व्यापार संघ देवदह रूपन्देहीको आयोजनामा 10औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव 2082 मा छौं कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला बेला तपाईहरुलाई हामीले प्रत्यक्ष प्रसारण देखाइरहेका छौं हामी यो मेला मण्डपबाट तपाईहरुलाई प्रत्यक्ष प्रसारण गराइरहेका छौं हाम्रो फायर गनको भाइ हो यहाँलाई छोड्दिनुस् त यता उहाँ हाम्रै हो ल ओके यो सबै अन गरिदिनु होला त्यताको तल प्रिपेयर हुनुहुन्छ ल ओके हामी तयारी गर्दैछौँ आजको स्टेजको आकर्षणको केन्द्रबिन्दु पुष्पा स्टेज कि ल अब तपाईले यसरी भन्नुपर्छ दुर्गेश यसरी कहाँ पुग्छ यसरी सबैले हात माथि गरे दुर्गेश ए भाइ हात हल्लाऊ के जगत नहल्लाऊ ओके अब यताबाट हेर्नु पर्यो दुर्गेश अब गीत पनि गाउनु पर्यो गीत के रे दुश्मन हाम्रा दुश्मन छन् धेरै दुश्मन भाइका दुश्मन छन् धेरै दुश्मन अल्टिमेटली लोकप्रिय स्टेज किङ दुर्गेश थापाको आगमन हुँदैछ भाइ तपाईँ यहाँ बस्नु सब है ओके लाइटको दाजो बाजो मिलाइदिनुहोस् त त्यो त साउन्ड इन्जिनियरज्यूहरू तयारी गर्दै हुनुहुन्छ र डिस्प्लेमा पनि भाइले तयारी गरिदिनु होला डिस्प्लेको पनि तयारी गरिदिनु होला र अब हामी आजको अतिथि कलाकार स्टेज किङ दुर्गेश थापाको आगमन गर्दैछौँ साथमा अत्यन्त लोकप्रिय कार्यक्रम सञ्चालक मेरो प्रिय भाइ सञ्जय देवकोटासँगै साउन्ड इन्जिनियर लगायत अफिसियल क्यामेरा पर्सनज्यूहरूको पनि आगमन छ हार्दिक सम्मान छ सबै सबैप्रति उच्च सम्मान प्रकट गर्दै मेरो प्रिय भाइ सञ्जय देवकोटा स्टेजमा आमन्त्रण गर्न चाहन्छु ओके सञ्जय भाइको लागि एकचोटि हल्ला खोइ त र अतिथि सत्कारको टिमले खादा लाएर सम्मान गरिदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु देवदहको माया छ नि त सञ्जय होइन ओके नै बोलीको बादशाह मेरो प्रिय भाइ सञ्जय देवकोटा एकचोटि सबैले माथि हात हल्लाएर एकचोटि माया गरौँ त हो ओके विशेष सम्मान छ यसै गरी अफिसियल क्यामेरा